हाम्रो तिहारको लागि गाउँघरमा यसो झिलिमिली लाउनलाई अब तिहार आयो, त्यही भएर तारहरू चेक गरेर टक्कसँगले हाम्रो गणेश पनि पुरै सघाउँदैछ। यहाँ यो पनि ठुलो भइसक्यो। अब तारहरू यति छ, ठुलो कोइलहरू। हाम्रो प्रकाश सर मेन भूमिका छ, डाइरेक्टर। यता हाम्रो सुमन सरको पनि मेन भूमिका छ, यता हाम्रो मोटे सरको पनि मेन भूमिकै छ, टेक्निसियन सुमन तामाङ। अनि हिमेशजीको त झन् वान अफ द मोस्ट पपुलर फिगर हिमेश बान्तवा। धन्यवाद धन्यवाद। अनि हाम्रो किरण सरको पनि भूमिका ठुलै छ एकदम। उहाँ नभएको उहाँ नआएको यहाँ केटाहरू सब तास खेलेर बस्थे, ऐनाले बस्थे। मेरो चाहिँ यसो सघाउ पकाउ यसो हात बटाउने मात्रै हो, जान्ने केही होइन, त्यही भएर यसो सघाउने मात्रै हो। अब यो बोरामा हालिदिने काम गर्नु पर्यो। यो कोइल तार भयो, यो कोइल तार। अब हाम्रो बाहिर बस्नुहुने केटाहरूले पनि हेऱ्यो भने यसो दया लागेर यसो सरसहयोगको अपिल गर्दछौँ हामी, किनकि यसपालि कोइलहरू पनि धेरै जलेको देखियो। अनि यता हाम्रो यो झिलिमिली बत्ती देखाइदियो त कक्षा, हाम्रो झिलिमिली बत्ती पनि यसपालि धेरै जलेको जस्तो लाग्यो। यसपालि थोरै छ, यसरी जलेको बनाएर चलाइरहेको छु। अब त्यही भएर यसपालि चाहिँ हामी धेरै सहयोगको अपेक्षा गर्दैछौँ। हाम्रो मिस्टर दर्शन राई, अनि सनम राई, शिव राई, अनि अर्को हाम्रो के अरे आइके वीरबहादुर केतेम्बे, अनि हाम्रो विक्की भाइ मेन सबलाई सहयोगको अपेक्षा राख्दै यो भिडियो बनाएको हामीले चाहिँ। के गर्नु, अब यस्तै हो, गरिब दुखी गाउँमा अलिकति भने उज्यालो बनाऊ भनेको। गाउँमा बसेर चाहिँ काम नगरी बस्नु मन लाग्दैन। यहाँ मेन भूमिका चाहिँ हाम्रो प्रकाश सरको यो अपिलमा पनि, उहाँको सरसल्लाह बिना हामीले त केही गर्नै जान्दैनौँ। यस्तै हो, जातले हुँदैन, धन नभए केही पनि हुँदैन। हिमेशजी एक अपिल गर्दैन केटाहरूलाई सोसियल मिडियामा यता हेर ल। हाम्रो केटाहरूले हाम्रो गाउँमा सहयोग गर्नु पर्यो झिलिमिली बनाउनको लागि। यो तर यो झिलिमिली हेर्नुको लागि, झिलिमिली हेर्नुको लागि केटाहरूलाई हेर्नु भयो सुमन सर। हाम्रो यो होइन गाउँका साथी पनि हाम्रो केटाहरू छन्। यदि तपाईँहरूलाई होइन सहयोग गर्न मन छ भने गरिदिनु होला। हामी यति भन्दैन, तपाईँको इच्छाले जति सक्नुहुन्छ त्यो अनुसारले गर्नु होला। सक्नुहुन्छ भने अरू त के भन्न चाहन्छु, यति भन्न चाहन्छु। अरू सब हाम्रो विशाल हुनुहुन्छ जुन भिडियोग्राफर प्रकाश सर। मेरो पनि यही हो, अब जति पनि साथीभाइहरूले जतिले पनि हेरिरहेको देख्छन् होइन, उहाँहरूले चाहिँ अब यहाँ सहयोगको अलिकति कमी भइरहेछ। सहयोग चाहियो सम्पूर्ण साथीभाइहरूलाई, इच्छा मनदेखि मनकारी मन हुनेहरूले। हामीले तोकिएको पनि छैन, आफ्नो मनले जति सक्छ त्यति दिँदा हुन्छ। किनकि हामीले बनाउनुको लागि ल यसपालि चाहिँ तिहारको लागि बत्ती यहाँ गर्दा हेर्दाखेरि धेरै जलेको रहेछ, तारहरू पनि धेरै जलेको रहेछ। त्यही भएर यसपालि चाहिँ अब गाउँघरमा धेरै धेरै उठाउनु त अब नसकेला, कामसाम छैन। त्यही माथि नेपालको पुरै सत्ता उल्टेकोलाई कोहीसँग पैसा छैन। त्यही भएर यसो विदेशी साथीभाइहरू सहयोगको यसो अपेक्षा राखिरहेछौँ। तपाईँहरूले भिडियो हेर्नुभयो भने यसो कमेन्टमा चाहिँ यसो लेखिदिएर सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। जे जति सक्नुहुन्छ त्यति गरिदिनु होला। हस् त, धन्यवाद। त्यसपछि पछि झिलिमिली लगाइसकेर पनि तपाईँहरूलाई त्यो भिडियो देखाइदिनेछौँ कस्तो लाग्यो भनेर। ल आजको हाम्रो यो के अरे तार चेक गर्ने काम चाहिँ समापन भएको छ र कति जति राम्रो, सबै राम्रो थियो कि कति के थियो? सबै राम्रै थियो। यहाँ हातमा चाहिँ हामीले बनाउने क्रममा अब यो झिलिमिली चाहिँ धेरै नै टुटफुट भएछ। कति अब जले, कति नाश भयो। अलिकति अब आर्थिक सहयोग चाहिँ चाहिएको अवस्था छ। अब पुरानो घरमा रहेको त ठुल्ठुलो तारहरू चाहिँ एकदम सकुशल रहेको जानकारी गराउन चाहन्छौँ। यति नै अब यस्तै हाम्रो हिमेशले भने अनुसार अब धेरै बिग्रेका छन्। त्यही भएर हाम्रो अब हाम्रै गाउँको साथीभाइहरू, बाहिर हुने साथीभाइहरूले चाहिँ यसो हल्का सहयोग गरिदिनु भने सहयोगको अपेक्षा गर्दछौँ। जतिसम्म सक्छ होइन, सकेसम्म सहयोग गर्नु। यति उति हामी भन्दैनौँ। अब आफ्नै गाउँ बनाउने हो, आफ्नै गाउँ झिलिमिली झल्काउने हो, सबैलाई देखाउने हो हाम्रो गाउँ। त्यही भएर चाहिँ यसो हल्का सहयोगको अपेक्षा गरेछौँ। यस्तै हो, अब बनाए के अरे सबै चेक गरिहाल्यो। अब जुन दिन हामीले लाइट गाडेपछि त्यो लाइट गाडेपछि त्यो रातको झिलिमिली एकदम दामी पाराले खिचेर पठाइदिन्छ। अनि के कति किन्यो त्यो पनि सबै हामी देखाउने छौँ। कति पैसा जम्मा गर्यो, कति खर्च हुन्छ, आयो बिहे सबै देखाउने छौँ। यस्तै हो, केटाहरूको सामु यो भिडियो पुगेछ भने अब मन लागे अनुसारको सहयोग गरिदिनु भनेर अनुरोध गर्दछौँ। हस् त, धन्यवाद।